सबैजनालाई स्वागत गर्न चाहन्छु आजको यस भिडियोमा। आजको यस भिडियोमा हामी लोकसे आयोगमा लोकसे आयोगको कुराहरू हामी हेर्दैछौँ र लोकसे आयोगमा सोधिने विभिन्न सङ्गठित संस्थाहरूको बारेमा विस्तृत रूपमा मैले जानकारीमूलक भिडियो लिएर हजुरहरू सामु उपस्थित भइसकेको छु र हजुरहरूले पनि हाम्रो भिडियोमा अब भिडियो बनाउँदै गर्दा त केही न केही कमी कमजोरीहरू भएको हुन्छ होइन, ती कमी कमजोरीहरू औँलाइदिन चाहिँ सबैजनाप्रति म विनम्र अनुरोध गर्न चाहन्छु। ल सुरु गरेर हामी चाहिँ सार्कबाट हेर्छौँ। सुरुमा यो अगाडि छुटेको कुराहरू चाहिँ यहाँ रहेको छ अनि त्यस पछाडि हामी युएनको बजेट पछि सार्क हेर्नेछौँ है त। युएनको पछिल्लो वर्षहरूमा हेर्छ भने चाहिँ मिलेट सन् 2023 कोदो वर्ष भनेको छ अनि उट वर्ष क्यामिलोइड सन् 2024 अनि बहु थिम वर्ष भनेको छ पिस एन्ड ट्रस्ट ग्लेसियर प्रिजर्भेसन। ग्लेसियर भनेको के हो त साथीहरू? अब हिम हिम ग्लेसियर लेक र ग्लेसियर रिभर भन्छ है। अब ती दुइटैलाई ग्लेसियर लेक भने चाहिँ हिम नदी र सरी हिमताल र ग्लेसियर रिभर भने चाहिँ हिम नदी भयो होइन। क्वान्टम साइन्स भने तपाईँहरूले यो क्वान्टम टेक्नोलोजी भने एकदमै एडभान्स टेक्नोलोजी एकदमै फास्ट प्रोसेसिङ भएको अनि कोअपरेसन भयो भने चाहिँ मानिसहरूबिच आपसमा चाहिँ सहकार्य स्थापित गर्ने रह्यो अनि बहुत थिम वर्षमा अर्को रहेको छ ऱ्याङ्गल्यान्ड र पास्टोरलिस्ट भनेको चाहिँ पास्चर ल्यान्डहरूसितको यो सम्बन्धित भयो होइन। दिगो विकासमा अनि वुमेनहरूको लागि पनि भयो होइन। सस्टेनेबल रेजिलियन्ट टुरिज्म सस्टेनेबल दिगो पर्यटनको कुरा 2027 र 2029मा चाहिँ एस्ट्रोइड र प्लानेटरी डिफेन्स भने एस्ट्रोइड भने कस्तो हुन्छ भने उल्का अब उल्कापिण्ड भन्ने आएछ त्यो आकाशदेखि खसेको वस्तुहरू चाहिँ पिण्ड खसे उल्कापिण्ड भने त तारा जस्तो भयो होइन। पिण्डहरू खस्छ नि आकाशदेखि धरतीमा खसेर कतै कतै नेपालमा खस्यो भने त विदेशहरूमा चाहिँ खसेर चाहिँ धरती नै पाल पार्दै हुन्छ नि होइन, त्यस्तोलाई चाहिँ एस्ट्रोइड भन्ने गर्दछ। अनि 2021देखि 2030सम्मको हेर्छौँ भने चाहिँ युएन डिकेड अफ इकोसिस्टम रिस्टोरेसन जस्तै हाम्रो पर्यावरणहरूलाई चाहिँ रिस्टोर गर्ने त्यो लोप भएको कुराहरूलाई रिस्टोर गर्ने जस्तै अस्ति नै कतिवटा जीवहरू चाहिँ ऊ भयो भनेको भन्ने छ नि त अस्ति नै कति एक्सटिन्ट भएको जीवहरू पनि बनायो भने होइन। इन्टरनेसनल डिकेड अफ ओसियन साइन्स र सस्टेनेबल डेभलपमेन्ट अब म्यारिन सामुद्रिक विज्ञान र दिगो विकासको लागि 2018देखि चाहिँ 2028सम्म युनाइटेड नेसन फर फ्यामिली फार्मिङ त्यसै गरी नेल्सन मण्डेला डिकेड अफ पिस भनेको छ। त्यसै गरी 18 अनि त्यसै गरी 18देखि चाहिँ 27सम्म चाहिँ इराडिकेसन गरिबी निवारण गर्नु पर्यो, गरिबी हटाउनु पर्यो। 2016देखि 25सम्म चाहिँ डिकेड अफ एक्सन अन न्युट्रिसन पोषण सम्बन्धी भयो अनि थर्ड इन्डस्ट्रियल डेभलपमेन्ट डिकेड फर अफ्रिका अफ्रिकाको लागि होइन। अफ्रिका एकदम ब्याकवर्ड भइसक्यो नि त होइन। त्यही भएर यस्तो यस्तो कुराहरू यहाँ आएको छ अनि अर्को अब अर्को कुरा हेर्छ भने चाहिँ त्यसै गरी डिकेड फर पिपुल अफ अफ्रिकन डिसेन्डेन्ट भने चाहिँ अफ्रिकी त्यो ऊ भएको त्यहाँको नागरिकहरू त्यहाँको जुन त्यो नेटिभ भन्छ नि त्यसलाई मूलवासीहरू जस्तो डिसेन्डेन्ट भएकोलाई चाहिँ यस्तो भन्ने गरिन्छ होइन। अनि त्यसै गरी 2014देखि 24 भनेको चाहिँ युनाइटेड नेसन फर सस्टेनेबल इनर्जी अब डिगोको लागि भयो होइन। त्यस पछाडि अब हामी युएनको बजेटहरूको बारेमा हेर्छौँ। युएनले बेहोर्ने युएनओमा बेहोर्ने 2 वर्षसम्म भोटिङ राइट नहुने भनेको छ। त्यसै गरी अधिकांश खर्च अमेरिकाले 22%, न्यूनतम खर्च 0.001 प्रतिशत रहेको छ। युएनओमा सबैभन्दा बढी खर्च बेहोर्ने राष्ट्रलाई चाहिँ बिग सेभेन भन्ने गरिन्छ। बिग सेभेन अब G7को देशहरू नै पर्यो जस्तो लाग्यो होइन। G7 भने चाहिँ कस्तो हुन्छ भने ग्लोबल सेभेन अब त्योमा चाहिँ चाइना पर्दैन है, त्यो अमेरिकाहरूको एलायन्स छ हो होइन। अमेरिका बिग सेभेन अन्तर्गत 22% रह्यो। त्यसै गरी
चीन रह्यो 15 देखि 25%, जापान 8%, जर्मनी 6.11%, बेलायत 4.37%, फ्रान्स 4.38%, इटाली 3.18% र ब्राजिल 2.01%। त्यसै गरी भारत 1.04%, पाकिस्तान 0.114%, श्रीलङ्का 0.045 अनि सार्कको है, अनि नेपाल 0.010%, भुटान 0.001, अनि बङ्गलादेश 0.10%, मालदिभ 0.004% अनि अफगानिस्तान 0.006% रहेको छ। सार्कमा हेर्छ भने चाहिँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, जसको स्थापना 1985मा डिसेम्बर 8मा भएको थियो। हाल सदस्य राष्ट्र 8वटा रहेको छन्। स्थापनकालीन सदस्यहरू 7वटा, पर्यवेक्षक राष्ट्रहरू 9वटा र शिखर सम्मेलन 18वटा भइसकेका छन्। र सचिवालय सदस्यहरूको वर्ष 3 वर्ष, अनि क्षेत्रीय कार्यालय 5वटा, अनि त्यसै गरी विश्व जनसङ्ख्याको 21%। अब यहाँ जनसङ्ख्याको हिसाब 21% त्यसै हुन्छ नि, किनकि भारत, पाकिस्तान, बङ्गलादेश होइन, तिनीहरू त त्यसैमा पर्ने भयो होइन। त्यही भएर अनि अब यहाँ हेरौँ, यी कुराहरू चाहिँ हामीलाई अलिक बढी सोध्छ है। अनि त्यसै गरी अवधारणा लाउने चाहिँ बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमान 1980 मे 2मा, अनि पहिलो शिखर सम्मेलन 1985 डिसेम्बर 7देखि 8 गते बङ्गलादेशको राजधानी ढाकामा। आधार संयुक्त राष्ट्र सङ्घको बडापत्रमा 52वटा, सार्क बडापत्र तयार गर्ने चाहिँ राजा वीरेन्द्र, सचिवालय काठमाडौँ नेपाल, स्थापना 1987 जनवरी 16, अनि प्रमुख प्रशासनिक अङ्ग सचिवालय, अनि कार्यकारी अङ्ग मन्त्री परिषद, महत्त्वपूर्ण अङ्ग चाहिँ राज्य अध्यक्ष, सरकारको प्रमुखको बैठक, अनि सचिवालयमा 8जना निर्देशक र 1 महासचिव रह्यो। अनि सचिवालयको भाषा अङ्ग्रेजी, अनि मन्त्री परिषदको बैठक कम्तीमा पनि 2 वर्ष, अनि स्थायी समितिको बैठक कम्तीमा पनि 1 वर्ष वार्षिक। अनि महासचिवको नियुक्ति भनेको छ सदस्य राष्ट्रहरूको अङ्ग्रेजी वर्णक्रम अनुसार भयो। अनि सचिवालयहरूको मासिक प्रकाशन हुने पत्रिका स्पेक्ट्रम रह्यो। अनि सचिवालय नेपालमा राख्ने प्रस्ताव पाकिस्तानले गरेको भनेको छ। सार्क वर्षहरू मनाउन थालेको 1988 देखि, अनि स्थापनकालीन 7 सदस्य हालको 8औँ रहेको छ। हामी हेर्छौँ भने नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ, भुटान अनि अफगानिस्तानलाई पछि थप्या होइन। अनि अफगानिस्तान चाहिँ 14औँ सम्मेलन 8 अप्रिल 2007बाट चाहिँ 8औँ भएको। अनि पर्यवेक्षक राष्ट्रहरूमा अमेरिका, अस्ट्रेलिया, मोरिसस, म्यानमार, चीन, जापान, दक्षिण कोरिया, इरान अनि युरोपियन युनियन रह्यो। महासचिवहरूमा प्रथम महासचिव अब्दुल आसन रहेको छ। त्यसै गरी अर्को हालका महासचिव गोलाम सरवार रहेको छ। एकमात्र महिला महासचिव फिटिमा डिएना रइजिब मालदिभ्सकी रहेको छन्। अनि सार्कका 5 क्षेत्रीय कार्यालयहरू रहेको छ। कृषि सूचना केन्द्र बङ्गलादेश ढाका सन् 1988, क्षयरोग एचआइभी एड्स नेपाल भक्तपुर 1992, सार्क वातावरण ऊर्जा केन्द्र पाकिस्तान इस्लामाबाद 2006, सार्क सांस्कृतिक केन्द्र श्रीलङ्का कोलम्बो 2009, सार्क विपद व्यवस्थापन केन्द्र भारत नयाँ दिल्ली सन् 2016 रहेको छ। अनि सार्क विशिष्टीकृत निकायहरूमा चाहिँ सार्कको विकास कोष 2010 अप्रिल 18 थिम्पू भुटान, अनि दक्षिण एसियाली विश्वविद्यालय 2008 मे 26 नयाँ दिल्ली भारत रह्यो। अनि दक्षिण एसियाली क्षेत्रीय स्यान्डर सङ्गठन सन् 2014 अप्रिल 3 ढाका बङ्गलादेश, सार्क अन्तर्राष्ट्रिय काउन्सिल सन् 2007 जुलाई 9 इस्लामाबाद पाकिस्तान। अनि नेपालमा सार्कको भूमिका सरकार प्रमुखको रूपमा शिखर सम्मेलनमा भाग लिने कृष्णप्रसाद भट्टराई, नेपालको सबैभन्दा बढी भाग लिने गिरिजाप्रसाद कोइराला, सार्क शिखर सम्मेलन आयोजना गरेको 3 पटक नेपालले तेस्रो, 11औँ र 18औँ रहेको छ। अब हामी अर्को हेर्छौँ है त। अर्कोमा हेर्छौँ भने चाहिँ शिखर सम्मेलनहरू हेरौँ। अनि त्यस पछाडि साप्ताको बारेमा पनि हेर्छौँ। साप्ता भन्ने पनि सुन्नुभएको थियो होला होइन। अनि प्रथम ढाका बङ्गलादेश 1985 डिसेम्बर 7देखि 8 राजा वीरेन्द्र नेपालबाट सहभागी। भारत बेङ्गलोर 1986 नोभेम्बर 17देखि 18 त्यहाँ पनि राजा वीरेन्द्र। अनि काठमाडौँ हुँदा पनि 1987 नोभेम्बर 2देखि 4 राजा वीरेन्द्र। त्यसै गरी अर्कोमा पनि पाकिस्तान इस्लामाबाद 1988 डिसेम्बर 29देखि 31 राजा वीरेन्द्र। मालदिप्स माले 1990 नोभेम्बर 21देखि 23 कृष्णप्रसाद भट्टराई। अनि त्यसै गरी श्रीलङ्का कोलम्बो 1991 डिसेम्बर
21 गिरिजाप्रसाद कोइराला। बङ्गलादेश ढाका 1993 अक्टोबर 10 देखि 11 गिरिजाप्रसाद कोइराला। भारत नयाँ दिल्ली 1995 मे 2 देखि 4 मनमोहन अधिकारी। अनि मालदिप्स माले 1997 मे 12 देखि 14 लोकेन्द्र बहादुर चन्द। अनि श्रीलङ्का कोलम्बो 1998 जुलाई 29 देखि 31 गिरिजाप्रसाद कोइराला। अनि त्यसै गरी 2002 जुन 21 देखि 22 काठमाडौँ नेपालमा शेरबहादुर देउवा। अनि सूर्यबहादुर थापा फेरि 2004 इस्लामाबाद पाकिस्तानमा हुँदा 4 देखि 6 गतेसम्म। अनि त्यसै गरी बङ्गलादेश ढाकामा हुँदा राजा ज्ञानेन्द्र 12 गतेदेखि 13 2005। अनि भारतको नयाँ दिल्लीमा हुँदा पनि गिरिजाप्रसाद कोइराला 2007 3 देखि 4 श्रीलङ्का कोलम्बो हुँदा पनि गिरिजाप्रसाद कोइराला 2008 1 देखि 3। भुटान थिम्पूमा हुँदा पनि 2010 28 देखि 29 गतेसम्म माधव कुमार नेपाल। अनि त्यसै गरी अर्को रहेको छ मालदिप्समा हुँदा पनि 2011 नोभेम्बर 10 देखि 11 बाबुराम भट्टराई। अनि नेपालको काठमाडौँ हुँदा 2014 26 देखि 27 सुशील कोइराला होइन। त्यस पछाडिको यो डिस्प्युटहरू भएर सार्कको फेलुवर पनि एकदमै उग्र रूपमा भएको छ होइन। त्यसै गरी 18औं सार्क शिखर सम्मेलनको मुख्य तथ्यहरू हेर्छ भने शान्ति र समृद्धिका लागि गहन एकता अनि अतिथि राष्ट्र दक्षिण अफ्रिका त्यसै गरी जारी गरेको घोषणापत्र 36 बुँदे सहभागी राष्ट्र 8 पर्यवेक्षक अनि 9 मोरिसियस चाहिँ सहभागी नभएको भनेको छ। अनि अध्यक्षता नेपालको प्रधानमन्त्री सुशील कोइराला। 18औं शिखर सम्मेलन 19औं शिखर सम्मेलन कहाँ हुने भनेको छ पाकिस्तानमा। अनि 18औं शिखर सम्मेलनका मुख्य निर्णयहरू सार्क चार्टर बडी मनाउने भनेको छ। 2016 सार्कलाई सांस्कृतिक सम्पदा वर्ष घोषणा। सार्क शिखर सम्मेलन 2 वा आवश्यकता अनुसार चाँडै नै सकिने व्यवस्था भनेको छ। सार्क ऊर्जा सम्झौतामा हस्ताक्षर। 15 वर्षभित्र सार्कलाई आर्थिक सङ्घ बनाउने भनेको छ। साइबर अपराध निगरानी डेस्क स्थापना गरिने। सार्क क्षेत्रीय कार्यालयहरूबाट 11वटा कतौटी गरी 5वटा कायम। अनि शिखर सम्मेलनको आयोजनाको विशेष तथ्यहरू हालसम्म शिखर सम्मेलन आयोजना नगर्ने देश अफगानिस्तान, 1 पटक मात्र आयोजना भुटान, अनि 2 पटक आयोजना पाकिस्तान, 3 पटक नेपाल, भारत, बङ्गलादेश, मालदिप्स, श्रीलङ्का। राजधानी बाहिर भएको शिखर सम्मेलन बेङ्गलोरको दोस्रो बेङ्गलोर र 16औं पनि बेङ्गलोर। अनि शिखर सम्मेलनमा भाग लिने पहिलो महिला राज्य प्रमुख बेनाजिर भुट्टो पाकिस्तानकी होइन। अनि सबैभन्दा बढी पटक 15 पटक लगातार भाग लिने व्यक्ति मैनुन अब्दुल गाइन्स रहेको छ। सायद यो उताको होला मालदिप्सको होला है। त्यही पनि अहिले सर्च गरेर हेरौँ। साउथ एसियन फ्री ट्रेड एसोसिएसन भन्छ होइन, यसलाई साफ्ताला होइन, यो हेरौँ है। अनि अर्को रहेको साउथ एसियन प्रिफरेन्सियल ट्रेड एग्रिमेन्ट अनि सार्क एग्रिमेन्ट अन ट्रेड एन्ड सर्भिस रहेको छ। ल यो हेरौँ है त। अनि करमूलक व्यापारको पहिलो परिकल्पना 1991 छैठौँ शिखर सम्मेलन पाकिस्तानबाट। हस्ताक्षर 7औं शिखर सम्मेलन 1993 अप्रिल 11बाट। नेपालले अनुमोदन गरेको 1993 सेप्टेम्बर 28 पहिलो देश रहेको छ। अनि अन्तिम अनुमोदन बङ्गलादेश 1995 नोभेम्बर 5। साप्ता 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 लागु 1995 डिसेम्बर 7। अनि नेपालवास्त हस्ताक्षर गर्ने महेश आचार्य रहेका छन्। अनि त्यसै गरी साउथ एसियन फ्री ट्रेड एरिया रहेको छ। अवधारणा प्रस्तुत कहिले भयो? 1995 मन्त्री परिषदको बैठकले एसएपिए साफ्टालाई चाहिँ साफ्टामा पारित। 10औं सम्मेलनबाट हस्ताक्षर 12औं सम्मेलन सन् 2004 जनवरी 6। साफ्टा लागु 2006 जनवरी 1। नेपालबाट हस्ताक्षर गर्ने डाक्टर भेषबहादुर थापा। मुख्य उद्देश्य 2016 सम्म भन्सार दर शून्य पार्ने भनेको छ। अनि अर्को रहेको छ सार्क एग्रिमेन्ट अन ट्रेड इन सर्भिस स्याटिस रहेको छ। हस्ताक्षर 2020 भुटानमा भएको 16औं सम्मेलन कार्यान्वयनमा आएको सन् 2012 नोभेम्बर 29। मुख्य उद्देश्य सदस्य राष्ट्रको व्यापार सेवाको प्रवर्धन अनि व्यापार क्षेत्र ब्याङ्किङ दूरसञ्चार र पर्यटन। सोसल चार्टर हस्ताक्षर 12औं शिखर सम्मेलन सन् 2004 जनवरी 7मा। अनि अर्को रहेको छ सार्कका देशहरू र जनघनत्वको बारेमा पनि हेर्छौँ होइन। भारत अब यसमा संसदमा जस्तो लेजिस्लेचर अप्पर हाउस र लोवर हाउस हुन्छ होइन हाम्रोलाई।
जस्तो कि त्यसलाई अप्पर हाउस लोवर हाउसको कुरा हेऱ्यौँ है त। यसमा हेर्छौँ भने राज्यसभा र लोकसभा रहेको छ बाहुल्य भएको धर्म हिन्दू धर्म अनि 790 किलोमिटर रहेको छ अनि क्षेत्रफलको आधार 32,87,263 वर्ग किलोमिटर जनघनत्व 481 रहेको छ। पाकिस्तान नेसनल एसेम्ब्ली र सिनेट रहेको छ इस्लाम रह्यो अनि त्यसै गरी 1380 किलोमिटर 8,03,936 रहेको छ अनि 312 रहेको छ अनि त्यसै गरी अफगानिस्तान रहेको छ नेसनल एसेम्ब्ली रहेको छ इस्लाम 1710 किलोमिटर रहेको छ 6,47,565 मानिस प्रति वर्ग किलोमिटर नेपाल रहेको छ नेपाल राष्ट्रिय सभा र प्रतिनिधि सभा रहेको छ हिन्दू रह्यो अनि जसमा अब राजधानी त हाम्रै भइजायो नि होइन अनि 1,47,181 रहेको छ अनि 198 व्यक्ति रहेको छ जनघनत्व अनि बङ्गलादेश जातीय संसद इस्लाम रहेको छ 620 किलोमिटर 1,48,460 1300 मानिस प्रति 1329 मानिस प्रति वर्ग किलोमिटर अनि श्रीलङ्का रहेको छ पोलिग्रेन्ट बौद्ध रहेको छ 2320 किलोमिटर रहेको छ अनि यसको क्षेत्रफल 65,610 रहेको छ जनघनत्व 349 रहेको छ भुटान थिम्पू रहेको छ बौद्ध धर्म 400 किलोमिटर कति रहेको छ भने 46,620 अनि 21 चाहिँ जनघनत्व रहेको छ अनि मालदिप्स इस्लाम रह्यो होइन कति रहेको छ राजधानीको दूरी 2760 298 किलोमिटर अनि मानिसको जनघनत्व 1737 रह्यो अनि शासन पद्धति आर्थिक योगदान र प्रति व्यक्ति आय भनेको छ भारतको शासन पद्धति कस्तो रहेको छ सङ्घीय गणतन्त्र रहेको छ सार्कमा योगदान गर्ने 30.32% जनसङ्ख्या वृद्धि दर 1.8% रहेको छ अनि प्रति व्यक्ति आय 1900 रहेको छ अनि त्यसै गरी अर्को रहेको छ नेपालसँगको समय 15 मिनटको फरक पाकिस्तान सङ्घीय संसदीय गणतन्त्र प्रायः चाहिँ मिलिट्रीले चाहिँ बढी हस्तक्षेप गरिरहेको हुन्छ होइन त्यो ठाउँमा अनि यसमा चाहिँ सङ्घीय गणतन्त्र 22.53 अनि जनसङ्ख्या वृद्धि दर 1.92 रहेको छ अनि प्रति व्यक्ति आय कति रहेको छ 1193 45 मिनटको फरक अफगानिस्तान तालिबानले चाहिँ शासन सत्ता आफ्नो हातमा रहेको छ वित्तीय 5% बेहोर्छ है अनि जनसङ्ख्या वृद्धि दर 2.03% 508 डलर रहेको छ अनि 1 घन्टा 15 मिनटको फरक रहेको छ अनि नेपाल सङ्घीय संसदीय गणतन्त्र 10.72% बजेट बेहोर्ने अनि जनसङ्ख्या वृद्धि दर 0.92 रहेको छ त्यसै गरी 1300 लगभग 1400 डलर रह्यो होइन अनि बङ्गलादेश एकात्मक संसदीय रहेको छ 10.72% अनि यसमा हेर्छौँ भने 1.37% वृद्धि दर 1968 रहेको छ अनि त्यसै गरी 15 मिनटको फरक रहेको श्रीलङ्का अर्ध राष्ट्रपति प्रजातान्त्रिक एकात्मक शासन प्रणाली 10.72 रहेको छ अनि वृद्धि दर पनि 0.90 रहेको छ 3682 रहेको छ अनि 15 मिनटको फरक भुटान हेर्छौँ त्यही संवैधानिक राजतन्त्र भएको एउटा देश मात्रै भयो होइन दक्षिण एसियामा 5% 1.80 अब यसको जनसङ्ख्या वृद्धि दर रह्यो 90 रहेछ अनि 3122 डलर रह्यो 15 मिनटको फरक मालदिप्स एकात्मक राष्ट्रपति भनेको छ 5% 1.68% चाहिँ 69% चाहिँ जनसङ्ख्या वृद्धि दर 7,455 यसको प्रति व्यक्ति आए 45 मिनट किन मालदिप्स टुरिज्म ओरिएन्टेड देश हो नि त होइन त्यही भएर प्रति व्यक्ति आय पनि एकदमै बढी छ है त अब हामी विविध कुराहरू हेर्छौँ सर्वप्रथम भ्याट लागू गर्ने सार्क राष्ट्र पाकिस्तान रहेको छ प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने सार्क राष्ट्र बङ्गलादेश सार्क र बिमस्टिक दुवैमा सदस्य 5 देश नेपाल भारत बङ्गलादेश भुटान र श्रीलङ्का बिमस्टिक र एसियनमा दुवै सदस्य म्यानमार
म्यानमार र थाइल्यान्ड रहेको छ। सार्कको प्रतीक चिन्ह बनाउने शैलेन्द्र महर्जन अनि सार्कलाई धनी राष्ट्रहरूले दिएको उपनाम गरिबहरूको घर भनेको छ। अनि त्यसै गरी सार्क पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय सन् 2005। सार्क अवार्ड युएसडीमा हेर्छ भने चाहिँ $25,000। त्यसै गरी स्वर्ण पदक पहिलो पुरस्कार पाउने जियाबुर रहमान रहेको छ। अनि नदी नै नभएको सार्क राष्ट्र मालदिभ्स। सार्क राष्ट्रमा विमान सेवा आन्तरिक उडानमा मात्र सीमित रहेको मालदिभ्स। अनि सार्क क्षेत्रमा सबैभन्दा ठुलो मरुभूमि थार मरुभूमि। सार्क क्षेत्रको सबैभन्दा ठुलो ताल चिल्का ताल भारतमा रहेको छ। सार्क क्षेत्रको सबैभन्दा लामो नदी ब्रह्मपुत्र। सार्क क्षेत्रमा सबैभन्दा बढी पानी पर्ने स्थान चेरापुन्जी भारत। अनि दक्षिण एसियाको सबैभन्दा लामो पुल बङ्गलादेश मा रहेको जमुना नदीमाथि रहेको बङ्गलाबन्धु पुल रहेको छ। अनि सार्क एसियन बिच सहयोग सम्बन्ध 1984। सार्क क्षेत्रबाट सबैभन्दा पहिलो अन्तर्राष्ट्रियमा जाने व्यक्ति भारतका राकेश शर्मा। अनि सार्क क्षेत्रमा सबैभन्दा बढी बोलिने भाषा हिन्दी। सार्क क्षेत्रबाट पहिलोपटक नोबेल पुरस्कार पाउने रवीन्द्रनाथ ट्यागोर रहेका छन्। अनि त्यसै गरी मा सार्क रिहाहरूमा चाहिँ सबैभन्दा ठुलो जलविद्युत परियोजना ताला भुटानमा रहेको छ। अनि सार्क राष्ट्रहरूमा है, अनि सार्क क्षेत्रको सबैभन्दा ठुलो भूउपग्रह आर्यभट्ट भारत। अनि नेपाली भाषालाई राष्ट्रिय भाषाको रूपमा मान्यता दिने देशहरूमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का। अनि नेपाली भाषालाई भारतले मान्यता दिएको 1992 अगस्त 29मा भारतको संविधानको 8औं अनुसूचीमा। पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र मालदिभ्स। जलवायु परिवर्तनले चाहिँ बढी इफेक्ट गरे हुन्छ है मालदिभ्सलाई। अनि भुटान पुग्ने पहिलो नेपाली प्रधानमन्त्री सूर्यबहादुर थापा। सार्कको अति कम विकसित राष्ट्रहरू अफगानिस्तान, बङ्गलादेश, भुटान र नेपाल। भुटान त अहिले माथि पुगिसक्यो, बङ्गलादेश पनि माथि नै छ है, नेपाल र अफगानिस्तान हो अब। सार्क वर्ष चक्र कुन स्थापना 1997 बङ्गलादेश, नेपाल अनि त्यसै गरी भुटान र भारत रहेको छ। अनि त्यसै गरी सार्कमा भूपरिवेष्टित राष्ट्रहरू नेपाल नेपाल भुटान र अफगानिस्तान भारत भन्न आएछ होइन। सार्कमा जल परिवेष्टित राष्ट्रहरूमा चाहिँ समुद्रले घेरेको श्रीलङ्का र मालदिभ्स। सार्क ले पहिले सम्बन्ध कायम गरेको अन्तर्राष्ट्रिय सङ्गठन UNCTAD रहेको छ। नेपालसँग कम व्यापार हुने सार्क राष्ट्र मालदिभ्स। मृत्युदण्डको सजाय दिने सार्क राष्ट्र 7 राष्ट्र नेपाल बाहेक सब है होइन, नेपाल चाहिँ त्यस्तो हुँदैन। विश्वमा सबैभन्दा लामो संविधान भएको देश भारत है। 488 धारा 8 अनुसूची। अनि सबै धर्मावलम्बीहरूको लागि खुल्ला रहने मन्दिर लोटस मन्दिर यो सायद इन्डियामै रहेछ, लोटस टेम्पल भन्ने होइन, प्रचलित पनि छ। ल त साथीहरू, अब मेरो बोली चाहिँ यस्तै छ है। अब के गर्नुहुन्छ, गाली नगर्नु होला, हामी बोली एकदमै धोत्रो भए पनि होइन। त्यस्तै नै छ साथीहरू होइन। हजुरहरूको महत्त्वपूर्ण समयको लागि फेरि धेरै धेरै धन्यवाद। अनि भिडियोमा रहेका कमी कमजोरीहरू बताउँदै जानु होला, हामीले अवश्य पनि सुधार गर्दै जान्छ, जसले गर्दा हामीलाई पनि एकदमै सहज होस् होइन। हामीले भिडियो गराउँदै जानेछौँ। अनि अब कमी कमजोरीहरू चाहिँ औँलाउँदै औँलाउँदै जानुपर्छ। ल त साथीहरू, आजको लागि चाहिँ यति नै। अब फेरि भिडियो बनाउँदै जाँदा अब यस्तै कुराहरू बनाउँदै जानेछु। मैले भिडियो बनाउन चाहिँ छोड्ने छैन है। ल।